यसलाई चाहिँ भन्दो रहेछ फिलोडेन्ड्रोन काल्किन्स गोल्ड भनेर भन्दो रहेछ। यो चाहिँ लास्ट थियो, रोपिसकेँ। हेर्नुहोस् है, ठुलो गमलामा मेरो फ्याट बोय चाहिँ पस्यो आजदेखि। गुड मर्निङ, नमस्ते छेवार्ने छेवाहरू सबैजनालाई। र आज चाहिँ म बिहानै सन्डेको दिन यो भिडियो बनाउँदैछु। मेरो थाई कन्सुलेसन मोन्स्टेरा एकदमै हेल्दी भएर आएको छ। हेर्नुहोस्, हेल्दी अस्ति गमला फेरेको ठुलोमा सारेपछि चाहिँ एकदमै झन् राम्रो हरियो देख्ने भएको छ। हेर्नुहोस्, ग्रिनमा क्रिमी है भेरिगेसन एकदमै राम्रो देखिन्छ। चारवटा पत्ता छ। अनि अहिले अब यो एउटा अर्को सुइरो पनि, अर्को पत्ताको सुइरो पनि फक्रिनु लागिरहेको छ। एकदमै दामी भइरहेको छ है अहिले चाहिँ मेरो चाहिँ यहाँ। अहिले चाहिँ यहाँ भुइँमा राखिदिरहेको छु हो। अनि मेरो मिन्टको पनि हेर्नुहोस्, मिन्टको पनि तीनवटा पत्ता थियो आउँदाखेरि, चारवटा पत्ता। यो एउटा चाहिँ अलिकति यो के भएर चाहिँ अलिकति उयो भयो है, टढ्यो। अनि यहाँ अब अर्को पत्ताको सुइरो आइरहेछ, यो पनि फक्रिनु रेडी भइरहेको छ। अब 3-4 दिनमा त फक्रिन्छ। हेर्नुहोस्, मेरो मिन्ट र थाई कन्सुलेसन चाहिँ यति दामी भइरहेछ है अहिले। हामी चाहिँ आज चाहिँ तारपु जाने काम छ है। अनि त्यहाँदेखि दलेप अलिकति गमलाहरू कोकोपिटहरू ल्याउनु छ। दलेप जाँदै हाम्रो बर्खा आसामबाट आउँदैछ, मेरो बहिनीको छोरी। र बर्खालाई पनि ल्याउँदै दलेपसम्म आइज भन्ने छु। अनि दलेपबाट चाहिँ त्यसलाई लिएर आउँ भनेर चाहिँ जाँदैछु। सिङताम त जाँदैन, दलेप। यो चाहिँ अब हिँडेको आज दिन पनि शीतल भएको छ, पानी परेर जान्छ। यतिको राम्रो दिन दलेपतिरको लागि त। बर्खा चाहिँ रम्फू आइपुग्यो है, कति छिटो आइपुग्यो। हामी चाहिँ लोवर तारको आइपुग्यौँ। यहाँ पर हो सरको घर चाहिँ, तर कुन चाहिँ हो त्यो चाहिँ याद भएन है। दुईवटा यही घर यही होला। दामी बनाएको थियौँ घर। हामी चाहिँ तले पाएको नि यहाँ हुन्छ हेर्नु। अनि टुरिस्ट चाहिँ योपालि चाहिँ खतरा आयो है सिक्किममा। अहिलेसम्म पनि सिजन लागिरहेछ अन्त, जुन मर्नु आँटिसक्यो। आइपुग्यो अरे, कहाँ राख्नु गाडी। यहाँ हेर्नुहोस्, अस्ति रुख लडेको चाहिँ यहीँ हो है। यहीँसम्म आएको। यहाँबाट डुल्दै गरौँ। यो त मैले नि सानो उयो यत्रो बाँचेको थियो कि, सानो बिरुवा मरेर ग्रिन हाउसमा लगेको पो के राम्रो हुँदैछ त। मैले मुनि राखेको थिएँ नि त त्यो अरूसँगै चिसोमा। उयो फ्याट बोय त सानो भएनछ नि त हौ। यसको त्यो घोगा आउँछ नि, त्यो के बिरुवा बस्छ, बिउ बस्छ, हामीले सक्दैन बनाउनु। ए हो, नभए चाहिँ बस्छ। त्यो टप कटिङ त उयो भइहाल्दो रहेछ नि, आउँछ है, आइहाल्दो रहेछ कि। यस्तो गेडेको चाहिँ आउनु, त्यो चाहिँ अलिक टाइम लाग्छ होला। टुप्पो गेडेको। ए हो, यसको दाम चाहिँ 3000 हो। दाम सुन्नुहोस् है यहाँ। अन्त किन्नु अन्त कम्ती महँगो होइन, यत्रो झ्याङ्का अन्त 2500 भन्छ। हो नि, अन्त यो त कता ठुलो भएको नि। अब
भेरिकेट पिस चाहिँ सबै यो त के यो त ठुलो हुन्छ नि होइन न कस्टेरै हो यो तर यस्तो पात यस्तो चिरिएको हुन्छ यो चाहिँ लामो लामो है ए यही खालको हो अबै रहेछ दामी हुन्छ नि हौ यो त दामी दामी जुन देखेँ त्यही लोभ लाग्छ मलाई जुन हेऱ्यो त्यही यो मिनी मस्टेरा सुबासको यस्तो आयो मैले सारिरहेको छु थुप्रो सारेको छु 15-20वटा तर यो भेरिकेट सबै भेरिकेट ए यसको बिरुवा अन्त यत्रै थियो एक भाँगा यत्रो पनि थिएन हौ 2500मा लिएको अन्त हो नि भेरिकेट यत्रो पनि थिएन हौ यसको 2 हाँगा आएको चाहिँ 3000 कति भन्दै थियो अन्त एक हाँगा आएको लिएको तर यो चाहिँ छिट्टो उयो हुँदो रहेछ फैलिहाल्दो रहेछ यो चाहिँ मलाई मन पर्यो यो चाहिँ छैन मेरोमा मैले त यो बिरुवा त यत्रै लिएको यत्रो टोक्रेमा यत्रो थियो 2500मा लिएको एउटा चाहिँ कुनले पो लग्यो दुईटा लिएकोमा सुन्नु हुँदै होला दामहरू यहाँ तपाईँहरूले यो त ठुलोमा त किन्दै सक्दैन यस्तै मात्रै किनेर बनायो भने चाहिँ हुँदो रहेछ कोकोपिट भन्ने बेलामा चाहिँ आउँदैन नि त यहाँ यसरी गाडी कुद्छ उयो गोदावरी बिग्दैछ न यो चाहिँ मल्टी हेड भन्छ है नाना मल्टी हेड गोदावरी अरे पर पिस एकदमै दामी फुल्छ अरे यो चाहिँ एकदमै दामी फुल्छ अरे मलाई पनि मेरो चाहिँ ठाउँ छैन नि माथि नभए लाने थिएँ म माथिकै आँटी नाटी भुइँमा कोही कहाँ राखेको छु यो अहिले आएको नयाँ बिउ हो यो यति राम्रो हुन्छ क्या त्यो मल्टी फ्लोरा हुन्छ झ्याप्पै हुने यो पनि यो चाहिँ मल्टी हेड अरे मल्टी यहाँ छ है ए मल्टी फ्लोरा यो छ एउटा यो ग्रिन हाउस ठुल्ठुलो भएको यो त के पो हो नाना यो उयो फिलोडेन्ड्रन हो यो पहेँलोमा हो लानु पर्ने थियो यो ठुलो प्लान्ट बनाउनु मन परिरहेछ मलाई यो त मऱ्यो नि अन्त मेरो त रिङ अफ फायर अन्त त्यो चिसोले मऱ्यो त तलै त्यो तल्लो तालै हुन मरेको ए अब ग्रिन हाउसमा बनाएर राख्यो भने दामी हुन्छ यो त भेरिकेट हो नि सबै भेरिकेट यहीबाट लगेको थिएँ नि क्या यसलाई त उयो के अरे पट अलिक ठुलोमा चेन्ज गरेर है काटेको सो त सब सक्यो अब काट्नुपर्ने छ एउटा लगिराख्नुपर्छ होला हौ यो रिङ अफ फायर माथि त अब धुलो उड्दैन राम्रो हुन्छ नि हाम्रोमा त कति पुस्नु यो धुलोले गर्दाखेरि हिजो अस्ति पुछेको फुस्रै भइगयो एउटा रिङ अफ फायर लानु पर्यो दामी दामी मऱ्यो नि हौ मेरो यो लगेको राम्रै आउँदै होला नि उयो त्यो टुसा थियो कि फक्रिँदैछ यो पनि दामी भएको छ ठुलो यो यिनीहरू सबै हेर्नु नि म कति फर्काइबस्छु यसरी तानिहाल्छ नि त उता रहेछ है यसरी म अन्त यसरी फर्काइबस्छु यी सबै तानिहाल्छ उज्यालो खोजेर ग्रिन हाउस हो भने चाहिँ उँभोबाट यो त उयो वाइट पिन्च होला है हुन्छ त म त छक्कै पर्दैछु नि कस्तो चिल्लो चिल्लो पात छ पा हिजो अस्ति पुछेको नि हौ ए हप्ता दिनमा अन्त यो चाहिँ के हो यो
यो रिङ अफ फायर लेखिरहेको छौँ यहाँ यही हो त्यही हो होला उ यो ऊ, त्यही हो। सानोमा यो है? भेरिकेट, यो अर्कै भेरिकेट हो। यो मसिनो बिरुवा लिएर रोपेको यत्रो यत्रो भयो। मसिनो लिएको है मसिनो लिएर रोपेको यिनीहरू मसिनो लिएको थिएँ यत्रो यत्रो लिएको थिएँ यत्रो यत्रो भएको यत्रो दामी यहाँ हेर्नुहोस् है म चाहिँ यहाँ प्लान्ट छान्दैछु हो अझै लोभ लाग्दैछ हो घरमा अब अनि कति छिटो आइपुग्यो अलिक राम्रो अस्तिको खालकेमा त्यो 20 रुपियाँ खालकेमा 100 लानु पर्यो ए 20 हो कि 20 को होला अन्त त्योभन्दा सानो पनि लानु पर्यो त्यो सार्नु चाहिँ त्यसमा सजिलो हुँदछ हामीले त यसरी लाउँदै थियौँ नि हामी यो चाहिँ कोकोपिट रेडी एकदम रेडी भएको अरे मैले चाहिँ अस्ति अब बा बिग्रिने हो प्लान्ट हो तर अहिले अब अरू त राम्रै भइरहेछ हो यो चाहिँ भिजाएर धोएर सुकाउनु पर्छ अरे त्यही गरेको अरे यो चाहिँ हो अनि मैले चाहिँ यतिकै खस्रै भिजाएर त्यो मलमा मलेर चाहिँ लगाएको अब हेर्नु सक्नुहुन्छ त्यसो पो अरे अब एक बोरा मल छ भने चाहिँ यति यहाँ पनि ग्रिन हाउस बनाउनु हुँदैछ यहाँ त हावाहरूको डर छैन नि हामी चाहिँ अब फर्केको यहाँ बर्खा पनि छ अहिले ल्याएको प्लान्ट हेर्नुहोस् है यो चाहिँ मेरोमा पहिला ल्याएको थिएँ हो तर यो ग्रिन हाउस बनाइसकेको थिएन तल्लो तल एकदमै चिसो घामले नभेटेको चाहिँ मऱ्यो यो उयो हो अनि अहिले ल्याएको यो एउटा तिनवटा यिनीहरूलाई चाहिँ अब पट फेर्छु ठुल्ठुलोमा हालिदिन्छु है अनि आधी चाहिँ गमला गाडीमै छ किनभने बोक्नु साह्रो पऱ्यो सकेन हो यो ह्याङ्गिङ पनि ल्याएको छु 10वटा यो कोकोपिट अनि यो ठुलो यसमा चाहिँ यो फ्याट बोय सार्ने यो फ्याट बोय चाहिँ अरू सबै सारेको मैले ठुल्ठुलो जति है यो चाहिँ सारेको छुइनँ अनि यसको लागि चाहिँ ल्याएको यो ठुलो है यो तिनवटा पनि अब सारिदिन्छु आयो है आयो 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 यो अब वरिपरि लगा उयो मल उयो लगायो सजिलो चाहिँ छैन कुनै काम पनि एकछिन
ठोक्नु हुँदैन नि यहाँ दामी मल पायो नयाँ अब चाहिँ दामी बढ्छ होला भन्दैछु उता नफेरि फ्याट बोय भन्छ यसलाई चाहिँ फ्याट बोय हेर्नुहोस् है ठुलो गमलामा मेरो फ्याट बोय चाहिँ पस्यो आजदेखि अब यसको ग्रोथ चाहिँ राम्रो हुन्छ है यहाँ पनि उसुइरो आउँदै रहेछ अब यसको ग्रोथ हुन्छ दामी यसलाई चाहिँ भन्दो रहेछ फिलोडेन्ड्रोन काल्किन्स गोल्ड भनेर भन्दो रहेछ गोल्ड चाहिँ यो अब येलोइस उयो भएकोले गर्दा त्यही कारणले भनेको होला फिलोडेन्ड्रोन काल्किन्स गोल्ड भन्दो रहेछ यसलाई चाहिँ यो पनि मैले रिपोर्टिङ गरिसकेँ ठुलो पटमा है मल एकदमै राम्रो खस्रो खादिदिएको खुल्ला हुन्छ नि भन्दा चाहिँ एउटालाई मात्रै पुग्यो मल त बेसी पुगेन अझै यो छ हेर्नु चाहिँ रिङ अफ फायर अब चाहिँ म यो रोप्नु जाँदैछु अनि यसको नाम चाहिँ मैले गुगलमा सर्च गरेर हेर्दाखेरि चाहिँ फर्क्रेरिया फ्रोटिडा भनेर आयो है र अब चाहिँ यसलाई रिपोर्टिङ गर्दैछु कालोमा गरौँ कि सेतोमा गरौँ भयो यो चाहिँ लास्ट थियो रोपिसकेँ है यसलाई चाहिँ सेतोमा पहिला रोपेको थिएँ अन्त सेतोमा भन्दा कालोमै राम्रो देख्छ होला भनेर चाहिँ सेतै भएकोले गर्दा यो है कालोमै रोपिदिएको र तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो आजको प्लान्ट एड गरेकोमा चाहिँ यो भयो अनि यो है अनि एउटा फिलोडेन्ड्रोन पर राखेको छु के अरे रिङ अफ फायर चाहिँ पर राखेको छु हो अनि यो फ्याट बर्डलाई चाहिँ यसको पट फेरेको ठुलो पटमा हालिदिएको र आजको काम चाहिँ यति हो है दलेप गयौँ 2-3वटा काम भयो आज सो आजको भिडियो यति नै राख्दैछु सो अहिलेसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँहरूबाट बिदा लिँदैछु सो थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भएकोमा बाई बाई